नेपाल चलचित्र क्षेत्रका एक अनमोल हिरा, एक यस्ता कलाकार जसको अभिनयले दर्शकलाई हँसाउँछ, रुवाउँछ अनि सोच्न बाध्य पार्छ। उनी हुन् दयाहाङ राई। तर आज जुन स्थानमा उनी पुगेका छन् त्यो सजिलो थिएन। सङ्घर्ष, निराशा र धेरै उतार चढाव पार गर्दै उनी आजको दिनमा स्थापित भएका छन्। चलिए आजको भिडियोमा उनीकै सङ्घर्षपूर्ण जीवनको कथा सुन्छौँ। दयाहाङ राईको जन्म नेपालको भोजपुर जिल्लामा भएको थियो। उनी एक सामान्य परिवारमा हुर्किए। बाल्यकालमा अभिनय भन्ने शब्द पनि बुझ्दैनथे, तर भित्रै कतै एक कलाकार लुकेको थियो। विद्यालयमा पढ्दा उनी खासै बोलक्कड थिएनन्, तर उनीसँग कल्पनाशीलता थियो। स्कुलले नाटकमा सानोतिनो भूमिका निर्वाह गर्दै अभिनयको यात्रा सुरु भएको हो। त्यसबेला उनले बुझेनन् कि यही अभिनय नै एक दिन उनको जीवनको मार्गदर्शन बन्नेछ। उच्च अध्ययनको लागि उनी काठमाडौँ आए। राजधानीमा उनी एक्लै, नयाँ सहर, नयाँ माहौल, सङ्घर्ष त यहीँबाट सुरु भयो। डेराको भाडा तिर्नदेखि लिएर खानाको जोहो गर्नसम्म उनीले अनेकौं कठिनाइ भोगे। पैसाको अभावले थुप्रै रात भोको पेट सुत्नु पर्यो। दयाहाङको अभिनय यात्रा नाटकबाट सुरु भयो। आरोहण नाट्य समूहमा काम गर्दै उनले स्टेज नाटकहरूमा अभिनय गरे। उनी कहिले लेखक बन्थे, कहिले निर्देशक अनि कहिले कलाकार। तर कमाइ नहुने, नाम नहुने त्यो थिएटर जीवन सबैले छाड्न सल्लाह दिन्थे। तर दयाहाङले भने आफूलाई छाडेनन्। थिएटरमा सिकेको अभिनयले उनलाई चलचित्रतर्फ डोर्यायो। उनको पहिलो फिल्म मेरो एउटा सथिका भए पनि दर्शकले चिने सेतो सूर्य, कबड्डी, झोले जस्ता फिल्मबाट। उनले जति पनि भूमिका निभाए सबैमा उनले जीवन भरेका छन्। उनका संवादहरू जनताको मुखमा झुन्डिन्छन्। अभिनयले आँसु निकाल्छ। दयाहाङले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार जितेका छन्। तर उनले सधैँ भन्छन्, म कलाकार बने भने पनि गाउँको छोरो कहिल्यै भुल्दिन। दयाहाङ राईको कथा एउटा प्रेरणा हो हामी सबैका लागि। जहाँ साँचो लगन, परिश्रम र धैर्य भए सङ्घर्षको पहाड चढ्न सकिन्छ। यदि तपाईँलाई दयाहाङ राईको जीवन सङ्घर्षले प्रेरित गर्यो भने कृपया भिडियो लाइक, कमेन्ट र सेयर गर्न